हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो र यो सहमतिलाई ब्रेक गर्नुभयो। अन्तिम दिनमा आएर एकतर्फी रूपमा उहाँहरूले यो सहमति भङ्ग भएको घोषणा गरिदिनु भयो। हामीले घोषणा गरेको थिएनौँ। आज हामी अन्तिम समयमा टुङ्ग्यौँ, अगाडि बढौँ भन्ने नै थियौँ र एकतर्फी रूपमा उहाँहरूले सहमति भङ्ग भएको मलाई जानकारी गर्नुभयो र मिडियामा त्यही हिसाबले आयो। नयाँ भन्ने शक्तिहरू, वैकल्पिक शक्तिहरू सबै एक हुनुपर्छ भन्ने हामी सुरुदेखिको हाम्रो धारणा थियो। त्यही भएर हामीले एकता गर्न पुग्यौँ। हामीले अत्यन्त लचकताका साथ, मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्ष पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ, सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नुभयो र 12 दिन इन्गेज गराएर 12 दिनसम्म यस्तो क्रुसियल टाइममा उज्यालो नेपालको जुन अभियान थियो त्यसलाई टोटल्ली ब्लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन। मैले आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु र आजै उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले मलाई उज्यालो नेपाल पार्टीको अध्यक्षको रूपमा चयन भएको छ। म उहाँलाई